पुग्नु भयो हैन अरु केही भन्न बाँकी छ भने भनिदिनु होला हामी पनि चाहिँ सुनेर ढाबाबाट हामी आएको हो सुनेर बाचा साथले तिमीलाई बताइ दिन्छु मैले पाठी बारा आमालाई बोलाइ सके औ आमा खेल आपत्ति पदमा थियौ तिमीले बाला चिनी देखाइदिनु तिमी अब हामीसँग आऊ खेलौँ खेल्छौ खिसा खेल्छौ भने आऊ खेलौँ ल खिसा खेल ल सत्य खेल ल ल सत बाचा है ल तपाईँ त अब दिदीमा तपाईँ उत्पन्न भएको भने तपाईँले दुधको पानीको पानी नछुटाइकन यहाँ भन्नु पर्यो हेर म सुनाउनु पर्यो पाठी बारा आमा जेठीबाट म हेर खोर मात्रै हो कि एकछिन बास बस्नु मात्रै आएको हो कि वासस्थान आएको हो कि भन्नु पर्यो म लेहे आज भन्दा हेर 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 12-13 वर्ष नहीं अगाडिबाट म यहाँ गुप्त बास बस्न आएँ मैले खेती भिर पहिरो धेरै गरी राखे मलाई देखे नन् म उत्पन्न हुन लाही हेर 13 वर्ष 13 महिना आज 13 महिना हिजो अस्ति 13 महिना पुग्दा मलाई एक चेलीले मलाई देखाइदिइन् तर हेर चेली महाशक्ति ताहा थियो तर क्षमा ताले पुगे न र मलाई छोडी गइन् उनले भने कोर हेर मसँग मैले सोधी खेले को हो हेर फरक परो भने फरक भन्ने पाटुवारा माता मात्रै उत्पन्न भएको हो कि अरू देवी देवता उत्पन्न भएको त पानी छुट्न छुटेर पाठी हेबारा माता पञ्च कन्या देवी मै हुँ के खानु हुने छ